पनि खोल्नु है। यो चाहिँ रातमा आएको हो, यो खोलेकै छैन। अस्ति त्यो स्कुलबाट आएको। हजुरको चल्थ्यो होला, अब छँदै छैन। अनि स्कुल सिस्कुल केही पनि चल्दैन। त्यही वडाले त्यही बसोबास नभएसम्म बस्नु भनेर हाम्रो वडा अध्यक्षको सिफारिसमा चाहिँ अनि त्यो बाढी पहिरो गएपछि आएर बसेको कि म्याम हामी। त्यतिखेर नै बन्दै थियो कामै। यहाँ जाडो महिना भएर नबस्यो कि म्याम। जाडो महिना चाहिँ गएपछि अनि बस्नै पर्ला घर नबनाएसम्म। अब घर बनाएको छैन, घर बनाएर चाहिँ अनि घरतिरै बस्नु पर्ला भनेको।